यो हो बौद्ध टोलबाट रोङ गाउँपालिका जोड्ने सडक बौद्ध मार्ग। यो निर्माण हुने काम भइरहेको छ। केही भाग निर्माण भइसक्यो भने केही हुन बाँकी छ। यो हो इलाम जिल्ला सूर्यदेव नगरपालिका वडा नम्बर 5 बौद्ध टोलबाट रोङ गाउँपालिका जोड्ने निर्माण हुँदै गरेको बौद्ध मार्ग हो। रोङ गाउँपालिका र सूर्यदेव नगरपालिका वडा नम्बर 5 को सिमानाबाट बग्ने सिद्धि नदीमा विगत लामो समयदेखि सिद्धि हाइड्रो पावर कम्पनीको काम हुँदै आइरहेको छ। त्यही सिद्धि हाइड्रो पावर कम्पनीले बौद्ध टोलबाट रोङ गाउँपालिकासम्म जोड्ने सडक निर्माण गरिदिने सम्झौता गरेका थिए। त्यही सम्झौता अनुसार आफ्नो जिम्मेवारी उठाएर अहिले यो बौद्ध टोलबाट रोङ गाउँपालिका जोड्ने सडक निर्माण गरिरहेको छ। त्यसो त सिद्धि हाइड्रो पावर कम्पनीले सम्झौता गरेको वर्षौं बितिसक्दा पनि आफ्नो जिम्मेवारी नउठाएपछि यहाँका स्थानीयवासी निकै जुर्मराएका थिए। पटक पटकको भेला र पटक पटकको छलफलले यहाँका स्थानीयवासीले निकै समस्या र शास्ति झेल्नु परेको थियो। अन्ततः सिद्धि हाइड्रो पावर कम्पनीले स्थानीयवासीको दबाव र स्थानीय सरकारवाला अर्थात् सम्बन्धित निकायहरूको संयुक्त प्रयासपछि बल्ल आफ्नो जिम्मेवारी उठाउन बाध्य भए। त्यसो त यो सिद्धि हाइड्रो पावर कम्पनीले अहिले आफ्नो जिम्मेवारी उठाएर त्यो बौद्ध टोलबाट रोङ गाउँपालिका जोड्ने सडक बाटो निर्माण गर्न सुरुवात गरिसकेको छ र केही काम भइसकेको पनि छ। काम सुरुवात गरेसँगै बर्खा भने निकै नजिकिएको छ। पानी आउने क्रम बिस्तारै बढ्दो अवस्था छ, तर पनि काम निरन्तर भइरहेको अवस्था छ। यो हो निर्माण भइसकेको मार्गको मैले दृश्य तपाईहरूलाई देखाइरहेको छु। निकै फराकिलो यो मार्गको दृश्य तपाईहरूलाई देखाइरहेको छु। त्यसो त यहाँबाट पारिपारिको दृश्य र डाँडा काँडाहरूले यहाँको मार्गलाई निकै श्रृङ्गार गरेको देखिन्छ। यहाँबाट निकै पारिपारिका दृश्यहरू, इन्डियाका ती थुम्कीहरू पनि यहाँबाट देख्न सक्नुहुनेछ। निकै हरियाली पाखाहरूले, ती पहाडका चुचुराहरूले निकै यस मार्गलाई सजाएको देखिन सकिन्छ। यहाँबाट केही तलतिर रोङ गाउँपालिका र सूर्यदेव नगरपालिकाको वडा नम्बर 5 बौद्ध टोलको सीमा क्षेत्रबाट निरन्तर सिद्धि नदी बगिरहेको देख्न सक्नुहुनेछ। केही दिन अगाडिदेखि यहाँका मार्ग निरन्तर निर्माण हुने काम चलिरहेको छ। केही भाग निर्माण भइसक्यो भने केही भाग निर्माण गर्न अझै बाँकी रहेको छ। यतिन्जेलसम्म भिडियोलाई हेरिदिनु भयो। भिडियो कस्तो लाग्यो अन्तमा हेरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला अनि बेल आइकनलाई क्लिक गर्न पनि नभुल्नुहोला। फेरि अर्को भिडियोमा भेट्ने बाचाको साथ तपाईँ सबैसँग बिदा हुन चाहन्छु। हस्त, नमस्ते, शुभ दिन, शुभ फल।